नमस्ते 안녕하세요 सम्पूर्ण विद्यार्थी साथीहरूलाई यस कोरियन स्टडी नेपाली युट्युब च्यानलमा म प्रदीप डाथुकी हार्दिक स्वागत गर्दछु। आज चाहिँ म इपिएस 2025 को चाहिँ च्याप्टर 4 को चाहिँ छङमुन्वा लिएर उपस्थित भएको छु। आउनुस् ल आजको लेसन सुरु गरौँ। आजको लेसनको टाइटल रहेको छ हानगुगे छ्वासिक मुन्वा भनेको कोरियाको भुइँ संस्कृति। के भनेको छ भने हानगु किन्दुरुन भनेको कोरियन मान्छेहरू चाहिँ फाङ इना कोठा अथवा मारुए पिँढीको फादागे भुइँमा आन्जास बसेर सिक्सारुल हागना खाना खाने अथवा हिउसिगुल छुयानन आराम गर्ने छ्वासिक मुन्वारुल भुइँ संस्कृतिलाई खाजिगु स्मृति लिइरहेका छन्। इरहान यस्ता छ्वासिक मुन्वानन यस्ता भुइँ संस्कृति चाहिँ खाजुगिना परिवार अथवा खाक्काउन छिङ्गुदुल किरी हाम्के भनेको नजिकैको साथीहरू सँगसँगै सोथोङ हागो कुराकानी गर्ने र युदेगामुल ह्यङसँग हानन्दे सम्बन्धको भावनालाई बनाउनको लागि थोमुल छुम्निदा सहयोग गर्छ। छ्वासिक मुन्हारो इने भुइँ संस्कृतिको कारणले रो इने भने को कारणले हानगुक सारामदुरुन कोरियन मान्छेहरू चाहिँ थेबुबुन अधिकांश छिब आनेछ घरभित्र सिन्बारुल फतको जुत्ता चप्पल खोलेर सेङवाल हाम्य जीवनयापन गर्दै फादागे आन्जास भुइँमा बसेर सिक्सारुल हानन खाना खाइने सिक्ताङदो सुप्के रेस्टुरेन्ट पनि सजिलैसँग फोल्सु स्मृदा देख्न सकिन्छ। अर्को प्याराग्राफमा जाउँ। छ्वासिक मुन्हागा भुइँ संस्कृति चाहिँ हेन्देदो आजभोलि पनि छिसोक थोइनन् युनन् छिसोक थोइदा भनेको निरन्तर हुनुको कारण चाहिँ हानगुगे छन्थोङ कोरियाको परम्परागत नानबान फाङसिगिन कोठा तातो बनाउने शैली अथवा विधि ओन्दोलको चाहिँ यङहाङ तेमुन इरागो हामीदा ओन्दोलको प्रभावले गर्दा हो। ओन्दोल चाहिँ फादागुल ओन्दोलमा चाहिँ भुइँलाई तातु थागे न्यानो गरी बनाउने हानगुगे कोरियाको छन्थोङ नानबाङ सिस्टम भनेको चाहिँ परम्परागत कोठा तातो बनाउने सिस्टमद्वारा यर खागुगा धेरै परिवार भनेको धेरै खागु भनेको फर्निचर होइन है। यर खागुगा धेरै परिवारहरू चाहिँ मोय सानन भनेको भेला भएर बसोबास गर्ने आफाते सदो भनेको अपार्टमेन्टमा पनि फाइब्रुल पाइपलाई फादागे कारा पाइपलाई चाहिँ भुइँमा बिछ्याएर तुगाउन मुरुल तातो पानीलाई सुनहान सिखिनन तातो पानीलाई चाहिँ सर्कुलेट गर्ने अथवा घुमाउने त्यो फाङसिग्रो त्यो विधिद्वारा चाहिँ साइङ थोइमिदा प्रयोग हुन्छ। फाकेसनन बाहिर चाहिँ छुरो प्राय सोफाना उइजाए आन्जा बाहिर चाहिँ प्राय सोफा अथवा कुर्सीमा बसेर सेङवाल हानन जीवनयापन गर्ने छलमुन सारामदुलको जवान मानिसहरू पनि छिप आनेछन्। घरभित्र चाहिँ छाजु प्राय तातुथान फादागे आन्जा न्यानो भुइँमा बसेर टिभी फोगना टिभी हेर्ने अथवा सिगिदो हामीदा आराम गर्ने पनि गर्छन् भनेर चाहिँ यहाँ भनेको छ। यसलाई मैले एकपल्ट फेरि रिपिट गर्दै हेर्नुहोस्। हानगु किन्दुरुन भनेको त कोरियनहरू चाहिँ फाङिना कोठा अथवा मारुए पिँढीको फादागे भुइँमा आन्जास बसेर सिक्सारुल हागना खाना खाने अथवा हिउसिगुल छुइहानन आराम गर्ने छ्वासिक मुन्वारुल खाजीको स्मृदा भुइँ संस्कृति चाहिँ उनीहरूले लिइरहेका छन् उनीहरूसँग छ भन्न खोजेको। इराहान छ्वासिक मुन्वानन यस्ता भुइँ संस्कृतिमा चाहिँ खाजोगिना परिवार अथवा खाक्काउन छिङ्गुदुल किरी हाम्के नजिकैको साथीहरू सँगसँगै सोथोङ हागो परिचय गर्ने कुराकानी गर्ने र युदेगामुल ह्यङसँग हानन्दे सम्बन्धको भावनाहरूलाई यसले चाहिँ बनाउन चाहिँ थोमुल छुम्निदा सहयोग गर्छ।
छ्वासिक मुन्हारो यिनी भुइँ संस्कृतिको कारणद्वारा अथवा कारणले हानगुक सारामदुरुन कोरियन मान्छेहरू चाहिँ थेबुबुन अधिकांश छिबानेछ घरभित्र सिनबारुल फत्कु जुत्ता चप्पल खोलेर सेङवाल हाम्य जीवनयापन गर्दै फादागे आन्जास भुइँमा बसेर शिक्षाहरू हानन सिक्ताङदो सुकी फोल्सु सुविधा भुइँमा बसेर खाना खाइने रेस्टुरेन्टहरू पनि के त सजिलै देख्न सकिन्छ यो छ्वासिक मुन्हाको कारणले। त्यसपछि नेक्स्ट प्याराग्राफमा जाउँ। छ्वासिक मुन्हागा हेन्देदो छ्वासिक मुन्हा भुइँ संस्कृति आजभोलि पनि छिसोक थोइनन् युनन् निरन्तर हुनुको कारण चाहिँ हानगुगे छन्थुङ नानबाङ फाङसिकिन कोरियाको परम्परागत कोठा तातो बनाउने विधि तरिका जसलाई चाहिँ ओन्दोल भनेर भनिन्छ। ओन्दोरे याङहाङ तेमुन इरागो हामीदा ओन्दोलको चाहिँ प्रभावले हो भनेर भनिन्छ। ओन्दोल चाहिँ फादागुल तातो थागे ओन्दोलमा चाहिँ भुइँलाई न्यानो गेरी हानन बनाउने हानगुगे छन्थङ नानबाङ सिस्टमहरू कोरियाको परम्परागत कोठा तातो बनाउने सिस्टमद्वारा यर खागुगा धेरै परिवार मोय सान धेरै परिवार भेला भएर बस्ने आफाथु यसदो अपार्टमेन्टमा पनि फाइफ्रुल फादागे कारा पाइपलाई चाहिँ भुइँमा पिछ्याएर तुगौन मुरुल त्यो तातो पानीलाई त्यो पाइपभित्रबाट चाहिँ सुङभान सिकिनन् सर्कुलेट गर्ने फाङ सिगुरो साङ थपिदा त्यो विधिद्वारा चाहिँ प्रयोग हुन्छ। फाकेसनन बाहिर चाहिँ छुरो प्राय सोफाना उइजाए हान्छ सोफा अथवा कुर्सीमा बसेर सेङवाल हानन छलमुन सारम दुल्दो जीवनयापन गर्ने जवान मानिसहरू पनि छिप आनेछनन् घरभित्र चाहिँ छाजु प्राय तातुथान फादागे हान्जा न्यानो भुइँमा बसेर टिभीरुल फोगना टिभी हेर्ने अथवा सुइगिदो हामीले आराम गर्ने पनि गर्छन् भनेर यसरी कोरियाको भुइँ संस्कृतिको बारेमा चाहिँ रहेको थियो च्याप्टर 4 मा। ल आजको लेसन यही नै पुरा भएको जानकारी गराउँदै आगामी दिनहरूमा यस्तै भिडियोहरू हेर्नको लागि लाइक शेयर सब्सक्राइब र बेल आइकन थिच्न नभुल्नु होला भन्दै आजको लेसनबाट चाहिँ बिदा हुन चाहन्छु। हस्त नमस्ते।